So hi everyone, welcome back to my another video after a long time मैले भिडियो बनाउँदैछु। सो आज चाहिँ केमा छ भन्दाखेरि चाहिँ पर्वत बस्नु भएको भिडियो चाहिँ दामी नै हुन्छ। त्यो के त्यो हुन्छ त त्यो लेस एक्सपेक्ट राखेर बस्नु नै हैन, यो एकदम फुल अन दामी छ। सो यो चाहिँ एमाले को प्रोटेस्ट चाहिँ एक्सपोज्ड वाला एमाले सो यो चाहिँ हैन एमाले प्रोटेस्ट एक्सपोज्ड भन्ने छ रोस्ट एन्ड ट्रोल मोमेन्ट्स रे। लेट्स सी रमाइलो है रमाइ त। आज के को लागि हाम्रो यो आज नेशनल यो के थियो मैले बिर्सेँ तपाईहरुको पार्टी पुरानो पार्टीले देश बनाउन नसकेको कि देश बनाउन सकेको हैन। यो तपाईहरुले सबैले देख्नु भएको छ हैन, यत्रो धेरै कुराहरु बनेको छ, तपाईहरुलाई सबै कुरा थाहा छँदै छ। अहिले बाबु कहाँ आयौ तिमी? यो के पार्टीको कार्यक्रम हो थाहा छैन? लिटरली हैन यो बच्चा मलाई त यतिकै ल जम भने हुलमुलमा हिँड्दा जस्तो लाग्छ कि लाइक यत्रो बच्चाहरुलाई त लिटरली थाहा नै हुँदैन। मलाई नै थाहा थिएन कि त्यो अस्तिनासम्म त हैन। अहिले चाहिँ बरु त्यो आफ्टर द्याट प्रोटेस्ट हैन, त्यो अस्तिनाको प्रोटेस्टबाट मात्र म अलिकति यो के भन्छ अरे यस्तो कुराहरुमा चाहिँ अलि एक्टिभ भएको। नत्र चाहिँ म जेरो नै थिएँ। मलाई यो राजनीति भन्ने कुरामा मलाई केही लेना देना मेरो केही नै थिएन क्या। अब जे हुने हो त्यही तीनजनाकोमा हुने हो भन्ने मात्र थियो क्या। सो यो बच्चाहरुलाई ल्याएर केही फाइदै छैन कि खासमा। त्यही धेरैजना देखाउनलाई चाहिँ होला आई क्यास। के को झण्डा हो यो? के को झण्डा हो थाहा छैन? भगवान कहाँबाट उठाएर ल्याउने भने क्या यस्तो मान्छेहरु चाहिँ हैन कि ल ओके हैन दोज जसलाई चाहिँ यो एमालेको पार्टीको मान्छे नै हो भने त फाइन क्या। ल आफ्नो टिमलाई सपोर्ट गरेर हिँड्ने हा भने जस्तो थाहा नै नहुने मान्छे चाहिँ के हिसाबमा हिँड्ने हो क्या। माइ गॉड यो के पार्टीको कार्यक्रम हो? के पार्टीको कार्यक्रम हो हजुर? जाउँ भने कार्यक्रममा गाउँको अध्यक्ष एमालेको अध्यक्ष जाउँ भने हिँड्दा त हैन। कति पर्छ? 2 क्लास 2 क्लास हो। यो झण्डा के को? ए तपाईहरु हेर्न सक्नुहुन्छ यो डुमरवाना पब्लिक स्कुलको बसमा यहाँ एमालेका कार्यकर्ताहरू आएको छ। यो हेर्नु यो स्कुल कसको हो र के हो यो हेर्न सक्नुहुन्छ तपाईहरु। स्कुल बसमा कार्यकर्ताहरू लिएर आएर गएर चाहिँ डुमरवाना पब्लिक स्कुल हेर्न सक्नुहुन्छ तपाईहरु। लाइक पब्लिक बसहरुले चाहिँ हैन लाइक नाइ नै भने हाम्रो स्कुलको बसले बोकेर आयो कि के भयो यस्तो यो। यसरी लडे म हैन, अब के गर्नु दामी पारामा लडियो है। बनाउन खोजिएको छ। यसमा चाहिँ म घोर भ्रष्टाचार गर्न चाहन्छु। मैले बुझेँ हैन लाइक जस्तो नेपालीको त्यो ठेट के मिनिङ हो भनेर चाहिँ आई थिंक त्यो के भएको त्यो एकजना मैले हैन त्यो मान्छेको चच्चे उलाई मन मुटुलाई त मैले मानेन। त्यो पुरै र्यालीमा हिँडेर हुन्छ अनि उहाँले चाहिँ मासु भात भनेर जिस्काउँछ भने त मासु भात भनेर भन्छ क्या। मासु भात फ्रीमा यस्तो मान्छेहरुको मुटु चाहिँ मान्नुपर्छ। ज्येष्ठलाई प्रधानमन्त्री बनाएर भएन, युवाहरुको पालो पाउनु पर्यो। कसलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ? अब हामी प्रधानमन्त्री बनाउन चाहँदा फेरि बालेन शाहहरु बालेन शाहलाई बनाउन चाहनुहुन्छ? अनि यो त एमालेको प्रदर्शन हो नि। मैले यो भन्नु खोजेँ क्या मान्छेलाई हैन मन एउटा मान्छेको चाहिँ हैन लाइक यस्तो हुन्छ नि त। मैले भन्नु खोजेँ चाहिँ के भन्दाखेरि चाहिँ
मान्छेहरूको मनमा चाहिँ सबैजना लाइक राम्रै पार्टी होस् भन्ने चाहिँ हुन्छ, तर हुलमुलमा चाहिँ गइदिउँ भनेर जानी मात्र जस्तो लाग्यो क्या। एमालेको प्रदर्शन भयो भने अब किनभने जेनजीको मागको पुरा गर्नुभयो नि त। झन्डा त एमालेको बोकेको छ त। तपाईहरु जेनजीहरु आज यो कार्यक्रममा आउनु भएको छ, यसको उद्देश्य के हो? अब उद्देश्य भनेको अब यता भइसक्यो नेपाल भलिन्टियरको भइरहेछ, यता चुनाव जस्तै भनौँ सिलेक्सन पनि भइरहेछ, म त्यसको लागि पनि आएको। अनि अब सुन्नु भएको छ केही विवाह पनि आउनु लाग्नु भएको छ, त्यसको लागि पनि म अब पर्खिरहेको। जेनजी मनपर्छ कि नेकपा एमाले मनपर्छ? मलाई त अब दुवै फरक फरक लाग्छ, तर जेनजी नै मनपर्छ भन्नु पर्यो। म उसको कुरा सुनेर चाहिँ केपी बाला मात्रै भेट्न जस्तो लाग्यो। कहाँ से आते ये चाहिँ यस्तो बाध्यता आइलाग्यो तपाईलाई सडकमा आउने। अब कस्तो भने यसमा चाहिँ हामीले अब भविष्य पनि देखेका छौँ। यो पहिलेदेखि चलिआएको पार्टी पनि हो, हाम्रो पुर्खादेखि चलिआएको हो। अब सबै कुराहरू समेटेको छ यो पार्टीले। आई डोन्ट नो है, यत्रो मान्छे बटुले के भनेर चाहिँ लिएर आएको होला कि सबैजनाको आफ्नो हो क्या होइन। कसैलाई चाहिँ अब कोही चाहिँ के भन्दा बुझ्दैन बुझिकन आहा, कोही चाहिँ यत्तिकै रमाइलो गर्न आहा होइन, कोही चाहिँ लाइक अब पहिलेदेखि हाम्रो लाइक बाजेहरूको पालादेखि नै यही पार्टी हो सो म यही पार्टी हो भनेर कसैको त एउटा त्यो ऊ भन्ने नै छैन क्या। के भएको यस्तो इतिहास समेटेको छ, त्यही कारणले हामीले चाहिँ खासै चाहिँ बुझेको छैन। लाइक मान्छेहरूलाई चाहिँ के भनेर चाहिँ यत्रो जनालाई लिएर आएको होला कि यो के रमाइलो हुन्छ भने लिएर आएको विषयमा। यो तोडफोडले यो द्वन्द्वले लफडाले समस्याको समाधान होइन। हामी शान्तिपूर्ण ढङ्गले जुलुस निकालेर शान्तिपूर्ण तरिकाले म्यासेज दिने ढङ्गले हामी कार्यक्रम गर्छौँ। यही जुलुस लगेर हामीले बालिन साहब घरमा ढुङ्गामुढा गर्न सक्दैनौँ? सक्छौँ नि। नेकपा एमाले जेनजीको साथमा छ? मजासँग छ, उनीहरूको जायज मागको लागि। तर मुखले त साथमा छौँ भन्नुहुन्छ तपाईँहरू, तर व्यवहारमा त देखिँदैन नि। अहिलेका अराजक जेनजीहरूलाई चाहिँ नयाँ मेसेज दिन सक्छ। शान्तिपूर्ण आन्दोलन कस्तो हुन्छ र शान्तिपूर्ण आन्दोलनको भूमिका के हुन्छ भन्ने कुरा अहिलेका अराजक जेनजीहरूलाई चाहिँ स्पष्ट पार्न सकिन्छ। योसँग भिडेर कि यो आन्दोलन गर्नुभन्दा अगाडि नै मान्छेहरूलाई चाहिँ यो हाम्रो भिजन भनेर चाहिँ किन भने हुँदैन क्या, के को लागि जानु लाहा भनेर कसले सोद्धाखेरि पनि कोहीसँग एन्सर छैन क्या। राम्रो के भएको यस्तो? उनीहरूलाई राम्रो पाठ पढाएर एमाले कहिले पनि कसैसँग भिड्न, कसैका घर जलाउन, कसैलाई मान्छे मार्न सिकाउँदैन र गर्दैन पनि त्यो काम। आर यु कमेडी मी? ल है पार्टीको कार्यक्रममा जान पालिकाले बिदा दिँदो रहेछ है। ल दर्शक पार्टीको कार्यक्रममा जान पालिकाले पनि बिदा दिन्छ। के अरे हामी पार्टीकै सिपाही हो। ए पार्टीकै सिपाही हो, नेकपा एमालेको सिपाही हो होइन त? ए ल कर्मचारीले समेत नेकपा एमालेको सिपाही हो भन्नुहुन्छ है। ल दर्शक महानुभावहरू हेर्नुहोस्, मासु भात आयो। फेरि हाम्रो पार्टीमाथि चौतर्फी घेराबन्दी हुँदाखेरि हामीले अहिले फेरि अर्को फोर्स तयार गर्दैछौँ। हेर्नुहोस्, तपाईँहरूले फोर्स हेर्न सक्नुहुन्छ। यो देशमा भ्रष्टाचारको भाव पनि नगरेको केपी शर्मा ओली जस्तो स्वच्छ छविको नेता पृथ्वीमा जन्मिँदैन। नेपालको मात्र कुरो नगर्नुहोस्। एमालेको बैठकमा केपी ओली बोलिरहँदा पृथ्वी सुब्बा गुरुङको घर नभएर राति सुत्न नपाएपछि दिउँसै निदाइरहेका छन्। Oh my God, के भन्ने यार यो। म चाहिँ के भन्छु भन्दाखेरि इफ यसरी पार्टीको संविधान बोकेर हिँड्छ भने एटलिस्ट होइन भिजन के हो, यसमा जानुको मेन तात्पर्य के हो भनेर चाहिँ सबैलाई बुझाएर सबैलाई रटाएर बरु लग्यो हुन्छ क्या यार। अति भएन भने
झोले तपाईँ झोले तपाईँ पुरै नाच्न थाल्नुभयो त नाच्नु परेन त नारामै नाच्न थाल्नु नारामै नाच्ने हो गीत आए त केही राख्नु न होला यस्तो छ अब यहाँ बसेर अब मुख हेर्दाखेरि टिट लाग्छ यसको बानी बेहोरै त्यस्तै छ सबै त्यहाँ आउँछ लडमा आउँछ यो आउँछ मासु भात आयो भ्रष्टाचारी आयो हत्यारा आयो 500 आयो पेट्रोल नि खायो खत्म टाटा बाय 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 टाटा गुड बाय मुंडू भजन मंडली रे त यो रियल होला र हैन लाइक ओभर भोइस ओभर चाहिँ गरे हो के भन्नुहुन्छ यस्तो जाम भएको छ तपाईलाई दुःख भएको छ के भन्नुहुन्छ के भन्ने त राडी छोरीहरु सबै पहिले मर्नुपर्छ चाँडै आधी जनसंख्या पहिले कम हुनुपर्छ हैन तर यो यस्तो म यो लाइक किन मलाई यस्तो लाग्छ कि अब फागुन आउँछ नि त हैन लाइक चुनाव त फागुनमा हो नि त फागुन आउँदासम्म चाहिँ यो रोडहरु पनि यस्तै मान्छेले दुःखै पाउने जस्तो लाग्छ कि अब मलाई यो फागुन नआउन्जेलसम्म त कति हैन कि अहिलेदेखि यति लगेर फाइन त्यो आफ्नो ठाउँमा हिँडेर अलिकति सभ्य भएर पुरा गाडी बाटो लाइक त्यस्तो जाम गरेर चाहिँ हिँड्नु हुँदैन जस्तो लाग्छ मलाई कहाँबाट आउनु पुरै जाम भयो कति घण्टा भयो जाममा बस्नु जाम धेरै नै भयो तर म के भन्न चाहन्छु भन्दाखेरि जामको बिचमा पनि तपाईहरु यो क्यामेरा ल्याएर जाम बढी जाम नगर्दिनु होला मर्नु त मर्छु अब झुन्डिएर मरौँ कि यसपछि बेसी झर्न थाले भेडीगोठ बर्खायाममा करिब 4 महिना लेकमा बस्ने गोठाला आफ्ना वस्तुहरू लिएर बेसी झर्न थालेका छन् ध्यान दिएर ए मैले के एकदम त्यो खातेको भोगटे झोले आइजो एयरपोर्टमा मासु भात पाकेको छ त काठमाडौँ नबस यही सिमरा एयरपोर्टमा मासु भात पाकेको छ यो सिमरा के यानी Gen Z Premier League, Simara Bara. Nice, nice. Oh my god. Some of the protest mark okay, cute. Time बोलाउने बाटो गुण्डाहरुले बनाएर एक अर्कालाई हाम्रो नि गुण्डै हो
होइन पखमा गुन्डा हो क्या मुले हान्छु पख्न मुल हामी देशको लागि परे गुन्डा पनि बनिन्छ होइन त्यसलाई त्यो सिमरामा हानेछ होइन भेट्यो भन्दा हान्छु के कसम भित्रै भयो भने हान्छु मै छुटो रिस कारागार भित्रै छुट्छु कस्तो जोसमा प्रधानमन्त्री त फेरिए तर तपाईको नागरिकता छिट्टै बन्न थाल्यो तपाईको लाइसेन्स आयो परिचय पत्र नि ट्युमा लाइन बस्नु परेन एनओसी को लागि हालमा अनुहार मात्र देखाउन जान परेन शिक्षा मन्त्री त राम्रै छानेको जस्तो लाग्छ आहा बसमै हिँड्नुहुन्छ सूचना तथा प्रविधि मन्त्री पनि राम्रै छानेको जस्तो लाग्छ साथै एनटिसी को डेटा सकिँदै छ है भनेर तपाईलाई मेसेज आयो बाहिर जान ठिक्क परेको तपाईको साथी ओहो अब त देश बन्ने रहेछ भनेर फ्लाइट क्यान्सल गरेर यही बसेर अनि एयरपोर्टमा पार्किङको पैसा लाग्न छोड्यो स्टक मार्केट कहाँ पुग्यो नि साथी सरकारमा त नयाँ अनुहार आए तर सत्ता तिनै पुरानासँग छ कस्तो लाग्यो तपाईँहरूलाई भिडियो म त दामी लाग्यो मजा आयो एन्ड बिसाइड दिस यस्तो भिडियोहरू होइन म चाहिँ के भन्न चाहन्छु नि यत्रो प्रोटेस्ट गरेर होइन एउटा पोइन्टसम्म त आयो सो अब सेम गल्ती सेकेन्डचोटि नदोहोऱ्याउनु होला कसैले पनि एन्ड द थिङ इज होइन यो पार्टी एमाले काङ्ग्रेसमा यस्तो पार्टी भन्दा पनि लाइक राइट पर्सनलाई चाहिँ चुज गरौँ भन्छु म है भोट हाल्दाखेरि सो सबै कुरा तपाईँको हातमा छ भोलि पर्सि पछुताउनु भन्दा अहिले नै सोचेर भोट हाल्नु होला सो थ्याङ्क्स फर वाचिङ लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला एन्ड कस्तो लाग्यो भिडियो भनेर कमेन्ट गर्नु होला थ्याङ्क्स फर वाचिङ बाई बाई